सेकेन्ड गायब है हिजो हरियो थियो नि ल्याउन कस्तो राम्रो है Chode gawa choje ke ma ke su mo chode pa be ta se la mo ke na ta chamba jembo de jo se me bo me to de da ka bo yo ko zo pa ke po to lo wa ne nam de je de la je ko lo da tre jo la da do je pe wa de chode ke sa zo ne zo ke le ta je be je de ke wa ke la cha je lo da ja de ja ma ja Gede miwa jiwa kunjin ne dodo babi samde shi tashi dile punchon choba shu namo chachal wada chuchi shapa de jesu iran kujin gewa chonje da geje amche da नमस्ते स्वागत छ तपाईलाई मेरो YouTube च्यानलमा आज फेरि तपाईको निम्ति अर्को भिडियो लिएर आएको छु है सो आज चाहिँ हाम्रो यहाँ 16 एकर पूजनको निम्ति कर्म रङडुल गुम्बामा साका दावा एकदम भव्य तरिकाले मनाइरहेको छ अनि हजुरहरू सम्पूर्ण प्रति यो सागा दावाको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु है र यहाँको वरिपरिको गाउँ समाज साथै हाम्रो लामाहरूको एउटा सहयोगमा है सो यो गुम्बा चाहिँ एकदमै पुरानो गुम्बा हो साफ सफाइ गरेर टिक्क बनाएको छ अनि अब चाहिँ हाम्रो आज हिजोदेखि नै पूजाहरू सुरु भएको हिजो चाहिँ हामीले चियोको पूजाहरू गर्यो हिजो तोर्माहरू बनाउने अलिकति तयारीहरू गर्यो है अनि आज चाहिँ हाम्रो मूल पूर्णिमा अनि सागा दावा है अनि आज अब पूजाहरू सुरु हुन लागेको छ बिहानको पूजा चाहिँ सक्यो साङको पूजाहरू है अब चाहिँ हाम्रो विशेष आज चाहिँ फुराप छोका फुराप भन्ने पूजा भइरहेको छ बेसिकली यो पनि एउटा साङको प्रार्थना नै हो साङको पूजा विधि नै हो है म तपाईहरुलाई माथि गएर साङको जुन चाहिँ त्यो चुलाहरू कसरी बनाएको छ दुईटा चुला बनाएको छ एउटा शिवा ठोवा भन्छ हैन एउटा चाहिँ शान्त चुला एउटा चाहिँ क्रोधित चुला त्यो पूजा विधि अनुसार त्यो चुलाहरू तयारी गरेको छ है अनि हिजो हामीले साङको सामग्रीहरू पनि सबै फिटेर प्रिपेयर गरेर एकदमै रेडी छ अब एकैछिनमा अब केही क्षणमा नै अब हाम्रो फुराप साङको पूजा सुरु हुन लागेको छ है तपाईँहरूलाई म देखाउँदै जानेछु है त के हुन्छ तपाईँहरू पनि हेर्दै जानुहोस् होला अब हाम्रो यहाँ आज सागा दावाको विशेष पूजा फुराप छोगा हुन लागेको छ है थापहरू चाहिँ हामीले रेडी गरेको छ अनि अब यो फुराप छोगामा हाल्ने सेहरू सबै रेडी भइसकेको छ सबैजनाले यहाँ चाहिँ Dijenshobata Jumbayanda.
हजुरहरू सबैजना अघिको जस्तै पहिला हाम्रो कम्प्युटर हाम्रो सिनियर सिटिजनहरू जो चाहिँ बुढाबुढीहरू हुनुहुन्छ उहाँहरूलाई टाइम दिएर त्यसपछि हजुरहरू अघिको जस्तै सबैजना लाइनबद्ध रूपमा मार्चल चढाउने समय भएको छ। अनि अब हाम्रो यहाँ लामा गुरुले पूजा सुरु गरेपछि तपाईँहरू सबैजनाले अर्को जुन चाहिँ नयाँ चुला बालेको छ है त्यसमा सबैजनाले चढाइदिनु होला भनेर अनुरोध निवेदन गर्न चाहन्छु। धन्यवाद। तुलसी
हुने कोसिस गर्नुपर्छ भन्ने हामीले बुझ्नु एकदमै जरुरी रहेछ। त्यो बुझ्नु सक्ने र गर्नु सक्ने चाहिँ मान्छेकै जीवन रहेछ हो कि। र यस्तो यस्तो मौकाले भरिएको यो जीवन हो, यसलाई अति सुन्दर रूपमा मानिन्छ, अति सुन्दर जीवन भनेर भनिन्छ। देवलोकको जीवन भन्दा पनि यो सुन्दर जीवन भनिन्छ। मानव स्वागत जनाउँदछौँ। यस पूजामा सबैमा सद्भावना, प्रेम, मैत्री भावना सदा सर्वदा रहिरहोस् भन्दै एक दुई कुरा राख्न गइरहेको छु। र यस पूजा आयोजना गर्न अगाडि हामीलाई यहाँ पूजाको लागि जुन चाहिँ कु प्रदान गर्नुभएको छ, गुरु मुन्चेको कु प्रदान गर्नुभएको छ, हामी उहाँको नाम नलिई सक्दैनौँ। र यस पूजामा गुरु मुन्चेको कु प्रदान गरेको हुने हाम्रा श्रद्धेय आश्रय पासन पाखरिङज्यूलाई हामी स्वागत जनाउँदछौँ। अनि यही पछिल्लो पृष्ठभूमिमा हामी हेर्न जाउँ भने कुको बन्दोबस्त भइसकेको थियो, उहाँले प्रदान गर्ने कुरा भइसकेको थियो। तर हाम्रो गुम्बाको यहाँ छेसमको ढाँचा अनुसार कु स्थापना गर्न अलिक कठिन परिरहेकोले गर्दाखेरि हामी कति सोचमा थियौँ। तर भगवानको काम कहिले पनि कमी आउँदैन भगवानको राम्रो कामको लागि। यसैमा सल्लाह अनुसार सबैको सहयोग हामीलाई प्राप्त भएको छ। र यो छेसममा हामी यसलाई अलिकति ठुलो प्रकारले निर्माण गर्नको लागि त्यो कुरा चलिरहेको थियो। त्यसै क्रममा नै हाम्रा श्रद्धेय सङ्गम भाइ जो जरबङ्गाबाट हुनुहुन्छ, उहाँले यहाँ खुबको अगाडि रहेको चिसमको ऐनाको सबै भार लिनुभयो। साथसाथै त्यति मात्र नभएर फेरि यसमा भनिन्छ प्रार्थना गर्ने ओठहरूभन्दा सेवा गर्ने हातहरू पवित्र हुन्छ भन्छन्। यसै क्रममा हामीलाई श्रमदान दिनुहुने श्रद्धेय चन्द्र दाजु, चन्द्र सुब्बानी परिवार, निरु बहिनी, आनन्द दाजु अनि परिवार, अनिल भाइ, जगत भाइ, फिजो वाग्दी, यी 3 भक्तजन हुनुहुन्छ जसले आफ्नो व्यस्ततालाई छुटाएर पनि आफ्नो समय निकालेर पनि श्रमदान दिनुभयो। चिसमको यो नयाँ ढाँचामा ल्याउनुको लागि। साथसाथै यति मात्र नभएर श्रमदान मात्र नभएर आर्थिक सहयोगको अत्यन्त जरुरी परेको थियो। र भगवानको काममा कहिले कमी नहुने मैले अघिबाटै भनिसके अनुसार हामीलाई आर्थिक सहयोग पनि प्रदान गर्नुभयो। यी दिदी सुनादा, स्वस्तिका लामा, बेबी दिदी, मणिका दिदी, जेसुन दिदी, ठुलो आनी, सानो आनी, जसले निस्वार्थ भावले हामीलाई आर्थिक सहयोग प्रदान गर्नुभयो। यति मात्र नभएर पूजा पूजा यो सबैले गर्दा पूजा आजको पवित्र पूजा सम्पन्न भयो। र यो पवित्र पूजामा पनि हाम्रो गाउँवासी समस्त गाउँवासी एक हुनुभयो। साथसाथै वरपरका समाजहरू सबैले हामीलाई धेरै धेरै सहायता गर्नुभयो। आजको पूजा सम्पन्न गर्न हामी सफल बन्यौँ। सङ्गम भाइ, उहाँ चाहिँ सङ्गम भाइ हुनुहुन्छ जोरबङ्गाबाट। चन्द्र दाजु, चन्द्र दाजु परिवार छोरी है, निरु बहिनी, स्वस्तिका बहिनी, श्रीमती पासन नानी, अनिल राई, जगत भाइ, ठुलानी, सानो आनी, मणिका दिदी, जेसिन दिदी,
त्यसरी रमला नाना पनि आइदिनु लाग्दो गर्दछु रमला नाना रमला नाना बिना बहिनी लामा पाल्देलाई धेरै धेरै धन्यवाद यहाँ त हामीले केही गर्नु परेन ठट्टाहरू देखाउन मात्रै पनि अथवा त्यसहरू गरिदिनु सबै कुरा होमहरू पनि होमको चोलादेखि लिएर दाउरादेखि लिएर साङको धुपीदेखि है केटीपछिदेखि सबै कुराहरू जम्मा गरेछ केटाहरू छुट्टो काम गर्ने सबैजना त्यस्तो नि एउटा पुरा मन दिने खालको रहेछ यहाँदेखि अब अरू के भनौँ यसरी नै आउने साल पनि नबिर्सिने यसरी नै हाम्रो गाउँमा यसरी बजारहरू एक दुई दिन गयो भने बजारहरू जगेर लास्टमा त्यसरी नै छौहरू गरेर गऱ्यो भने एकदम राम्रो हुन्छ जस्तो लाग्छ आउने सालमा त्यसो गऱ्यो भने अब आलु गुसियाहरू छ चुकोहरू छ लामाहरू मेमेहरू जान्ने मेमेहरू हुनुहुन्छ उहाँले पनि उहाँ यसो खानेमा गाउँमा त बजारहरू पनि राख्दै रहेछ त हामी नै यस्तो जुम्मा गर्ने खालको मान्छेहरू एउटा हेरेर क्या सबैले अब एउटा हेरेर सबैले काम गर्नु दिनु इच्छा सघाउनु इच्छा हुन्छ लामामा क्या त्यस्तै होला तपाईँहरूले पनि अब यो गाउँमा अब गुम्बा अब यहाँ अब यहाँ रहेछ तपाईँहरू पनि त्यस्तो मान्छेहरू केही साथ दियो भने तपाईँहरूलाई राम्रो हुन्छ जस्तो लाग्दैछ अनि अब